आफ्टरनुन साथीहरू सबै सन्चै हुनुहुन्छ होला र यो समय चाहिँ म नागाल्यान्ड दिमापुरको राङ्गापाहाड जू जाँदैछु अनि जूभित्र के छ म सबै कुरा तपाईँहरूलाई देखाउने छु है। तपाईँहरू भिडियोमा हेरिराख्नुहोस् होला। जूभित्र बाघ भालु के छ है सबै कुरा म देखाउने छु र राङ्गापाहाड जू चाहिँ कस्तो रहेछ म तपाईँलाई देखाउने छु। भिडियोमा बनिरहनुहोस् होला। अटोमा जाँदैछु है हामी। अटोमा पुगेर तपाईँहरूलाई देखाउने छु त्यहाँको जग्गा। यहाँ भैयाको अटोमा गएको हामी। ल साथीहरू नागाल्यान्ड जू राङ्गापाहाडको जू खै तर धुलै ज्यादा रहेछ हौ। यहाँ त पुरा धुलो एरिया चाहिँ यहाँ ठुलो छ। गेट रहेछ यहाँ अगाडि। यहाँ इन्ट्री गर्नुपर्छ होला। एकछिन हेर्दैछु ल। ए साथीहरू टिकट लिएँ मैले। अब यहाँबाट भित्र जानुपर्छ। के छ म तपाईँलाई देखाउँछु ल भित्र ल। यहाँ हेर्नु ल जाँदैछु है। यो टिकट 80 रुपियाँ। यो भित्र के रहेछ म तपाईँहरूलाई देखाउने छु। तपाईँहरू हेर्दै गर्नुहोस् ल। भित्रको पुरा नजारा देखाउँछु तपाईँहरूलाई। यो चाहिँ हो तपाईँहरूको नागाल्यान्ड दिमापुरको राङ्गापाहाडको चाहिँ जू अरे। अब यहाँभित्र चाहिँ के छ मलाई थाहा छैन। म तपाईँहरूलाई देखाउने छु अगाडि ल। भिडियोमा बनिरहनुहोस् होला। ए साथीहरू बाँदर रहेछ यहाँ। यो बाँदर रहेछ यो। इस यहाँ चाहिँ बाँदर रहेछ यहाँ। अब अगाडि हेर्दै जानुपर्छ। अगाडि हेरौँ के छ होइन। बाँदर त हाम्रो घरतिर नै आउँछ। यो बाँदर हेर्ने यत्रो टाढो 80 रुपियाँ तिरेर के आउनु होइन। अगाडि हेरौँ के छ होला होइन। हेर्दै गर्नुहोस् ल तपाईँहरू ल। यहाँ पनि रहेछ बाँदर। यो अलग अलग यो यसको बाँदर रहेछ यो। मैले भनेको अगाडिको भिडियो बनाउँदैछु अगाडि गर्न सक्दैन ल साथीहरू खै के छ हेर्दैछु यहाँ के छ। केही पनि देखेको छैन। खै केही छैन त यहाँ त। मरिसकेको जू हो क्या हो यो त। मरिसकेको जू जस्तो छ है साथी हो। खै के हो केही बुझ्नै सकिनँ। हात्ती छ अरे अनि बाघ छ अरे भनेको सुनेको। यहाँ रहेछ सियाल पो रहेछ क्या हो। सियाल रहेछ क्या। ए साथीहरू रोयल बेङ्गल टाइगर अरे हो। यहाँ चाहिँ छैन टाइगर चाहिँ। तर पर चाहिँ सुतिरहेको रहेछ। अब त्यो पर सुतिरहेछ हो। अब त्यो सुतिरहेको छ टाइगर पर। तपाईँले देख्छ कि देख्दैन तर पनि म जुम गरेर देखाउने ट्राई गर्छु ल। हेर्नु ल पर सुतिरहेछ। यहाँ पर हेर्नु त यहाँनिर छ यो। यहाँ सुतिरहेछ देख्नुभयो। मजाले सुतिरहेको छ टाइगर त। अन्त उठेर हिँडेको भए पो राम्रो देख्थ्यो। पुरा एरिया चाहिँ ठुलो कभर गरेर राखिदिएको रहेछ। पर चाहिँ सायद यहाँतिर चाहिँ घर होला। यहाँ भित्रतिर बस्छ होला। एउटा मात्रै रहेछ तर पर सुतिरहेछ। यहाँ सुतिरहेछ टाइगर। टाइगर त सुतिरहेको रहेछ पर। अनि के है ठिकै छ। अगाडि हेरौँ है के छ। अहिले आउँदाखेरि फर्किँदाखेरि उठिरहेको रहेछ नि। त्यतिखेर चाहिँ म तपाईँलाई फेरि देखाउने छु ल। साथीहरू हेर्नुहोस् है सियाल। सियाल हेर्नुहोस् है। कुकुर भनेर चाहिँ नभन्नुहोस् होला। सियालै हो यो चाहिँ। सियाल हो। सियाल रहेछ। ल साथीहरू यहाँ चाहिँ लेपर्ड रहेछ।
यहाँ लेखिरहेको छ अनि यहाँ पर सुतिरहेको छ। यिनीहरूलाई पनि अल्छी लाग्छ होला नि त हौ दिन। उताबाट देखाउँछु ल चितुवा चितुवा देखाउँछु है म तपाईँलाई ल। चितुवा हो कि बिरालु हो यो त? चितुवा जस्तै छ। यहीँ पनि सुतिरहेको छ है। हेर्नु त यहाँ सुतिरहेछ। ऊ पराउनु रहेछ ऊ बिरालो जस्तै देखेको है। यहाँ सुतिरहेछ। हेर्नु चितुवा सुतिरहेछ है। ऐसा कर रहा है भारी चीज नाम के नाम ओए आइज यहाँ आइज गयो चढ्यो त्यहाँ। हेलो कैसे चल रहा है देखो कूद के बाहर ना निकल जाए। वो पैक कर रखा है ना जाली। पकड़ने की ऐसी होती है। साथीहरू भालु देखाउँछु ल अब ल। भालु रहेछ दुईटा रहेछ। सानो सानो रहेछ बेसी ठुलो होइन। हेर्नुहोस् ल भालु भालु हेर्नुहोस् है साथीहरू दुईटा भालु रहेछ सानो सानो। हेर्नु है अम्बक के खाँदैछ बिचराले। कसले अम्बक दिएछ टोक्दैछ। के खाएको होला बिचराले। हातमा पक्रिरहेछ निन्द्रा पनि लाग्दैछ है क्या हो। ल साथीहरू पिकक पनि रहेछ यहाँ। मुजुर साथीहरू गिद्ध रहेछ यहाँ चाहिँ हेर्नु है अब्बै दुईटा रहेछ गिद्ध। हेर्नु त यहाँ अब्बै यसले त मान्छे पनि खान्छ है साथी हो। साथीहरू मुटु थामेर बस्नुहोस् ल। अब एउटा चिज देखाउँदैछु तपाईँहरूलाई। मुटु थामेर बस्नु। यो चिज देखाउनु आँटेको छु ल साथीहरू हेर्नु ल। तल पर्छ। यहाँ नै साथीहरू यहाँ झन् ठुलो रहेछ नि अम्बो सुतिरहेछ डल्लो परेर। कत्रो ठुलो रहेछ यसले त मान्छे खान्छ। मान्छे निल्ने खालको रहेछ यो त। यहाँ माथि पनि त छ देखेनौ? ओ देखेन त बच्चाहरु है। माथि पनि रहेछ यहाँ बच्चा रहेछ। यसकै बच्चा होला सायद यो। यसकै बच्चा हुनुपर्छ यो।
यो नै साथीहरू एलिगेटर गोही रहेछ यहाँ चाहिँ गोही 3टा रहेछ